चाहिँ फेरि पनि हामी यो गाडीबाट जान लागिरहेका छौँ साथीहरू। यो गाडीबाट फेरि जाने हो हामी। आजको एक्सपिरियन्स चाहिँ चाहिएको छ। यो गाडी चाहिँ हामीतिर जाने गाडी होइन, जानु चाहिँ जान्छ, कुनै पनि चाहिँ जान्छ है, यो गाडी पनि जान्छ। हेलो साथीहरू, नमस्ते, वेलकम छ कुचल खबर। सन्चै हुनुहुन्छ होला सबैजनालाई, फेरि पनि स्वागत छ। आज धेरै दिनपछि यो खाडी मुलुकमा अर्थात् दोहोरी-लाहुरेको अर्को भिडियो गर्न गइराखेको छु। हेरौँ आज कहाँदेखि कहाँसम्म पुगिन्छ। निकै गर्मी छ, लगभग साँझको 4 बजिसकेको छ है। गर्मी बढिराखेको छ, एक्लै छु। हेरौँ कोही साथीहरू भेट्नुभयो भने सँगै जाने, एक्लै पनि पुग्न सकिन्छ भन्ने ठाउँहरू चाहिँ यसो तातो तातो घामसँगै निस्केको छु साथीहरू। हेर्दै जानुहोस् म आज कहाँ कहाँ पुग्ने छु है त। एकैछिनको लागि मेरो गन्तव्यतिर आइपुगेको छु। अनि यहाँ एउटा चाहिँ फुटबल देख्नु भएको छ नि, यो चाहिँ फ्री फुड हो है। कसैले खान चाहनुभयो भने फेरि चाहिँ यसमा खान सक्नुहुन्छ है। किताबले त्यति धेरै राम्रो देखेको छैन, कहाँ पनि भएको छैन यो फुटबल, अलिक क्लियर आएको छैन, अलिकति हल्लिए जस्तो लागेको छ भने यतातिर चाहिँ म चाहिँ अलिकति तपाईँहरूलाई के गर्न अथवा के भन्न राखेको छु भने आज चाहिँ म विशेष गरी यो गाडीको चाहिँ एक्सपिरियन्स गर्न आएको छु है। हामी चाहिँ निकै धेरै भयो, तर यो लोकल गाडी हो। लोकल गाडीमा अहिलेसम्म हामी हिँडेको छैनौँ, जहिले पनि हामी ट्याक्सीमा जाने हो भने फेरि कहाँदेखि कहाँ जान्छ भन्ने कुरा पनि मलाई त्यति धेरै अनुभव छैन। त्यही भएर एकजना बङ्गाली साथी छ, त्यो साथीले चाहिँ थाहा छ अरे, त्यसलाई चाहिँ किनिराखेको थियो। त्यो साथीलाई भनेको त्यो जाने हो र भन्दाखेरि उसले जाने हो भन्दै थियो। त्यही भएर चाहिँ आएको छु, त्यो साथीलाई लिएर चाहिँ सँगै जाने भन्ने विचारमा छ है। हामी चाहिँ आएको छैन, आएपछि सँगै जाने हो। यो लोकल गाडी हो, यसको एक्सपिरियन्स लिन चाहेको छु है मैले चाहिँ हामी साथीले। अनि चाहिँ यो तपाईँलाई पनि कुनै पनि काम लाग्न सक्छ। अब यहाँबाट चाहिँ हामी हिँड्न लागेको छौँ 5 बजे, जहाँ चाहिँ हामी पुग्नुपर्ने गन्तव्यमा कति बजेसम्म कति टाइम लाग्दो रहेछ है। म पहिलोचोटि एक्सपिरियन्स लिएको छु यो गाडीबाट। अब चाहिँ गाडी हिँडिसकेको छ, 5 बजिसकेको छ साँझ भने। हेरौँ मलाई पनि यो गाडी कहाँदेखि कहाँसम्म जान्छ भन्ने कुरा एक्ज्याक्ट थाहा छैन भने मसँग एकजना बङ्गाली साथी छ, उसले चाहिँ ऊ चाहिँ पहिलोचोटि गएको रहेछ एकचोटि, अनि यो चाहिँ सेकेन्डचोटि हो मलाई थाहा छ भनेर। त्यही भएर चाहिँ यसो जान लागिरहेको छौँ हामी भने। हेरौँ हामी चाहिँ अब अर्को स्टेसनबाट अर्को गाडी चेन्ज गरेर जानुपर्छ भन्ने कुरा गर्नुभएको छ। हेरौँ यताको चाहिँ सिम यता यस्तो छ, कति बजी पुग्छ अब अर्को उसमा चाहिँ कति बजी पुगिँदो रहेछ सेकेन्ड स्टेसनमा। त्यहाँबाट फेरि अर्को गाडी चेन्ज गरेर जानुपर्छ भन्ने कुरा गर्नुभएको छ है त। हेर्दै जाम साथीहरू कस्तो हुन्छ। त्यतातिर चाहिँ काम गरिराखेको छ। यो चाहिँ हामी सधैँ आइराख्ने ठाउँ हो फेरि पनि। यता चाहिँ बिहान छ अलि, यता चाहिँ हामी 5 बजे हो अहिले चाहिँ। रोड दिँदै जाम भएको छ, जाममा ट्राफिक जाम छ। अनि हामी चाहिँ यता लगभग 5 देखि 10 मिनटको चाहिँ बाटो हिँडिसकेका छौँ। हेरौँ कतिसम्म कहाँसम्म पुगिन्छ, पुग्न सफल भइन्छ आज। स्ट्रङ भयो भने चाहिँ सरसफाइ जतासुकै सरसफाइलाई अलिकति ध्यान दिने गर्छ आफ्नो आफ्नो ठाउँमा। यसमा चाहिँ बुझ्नु पऱ्यो। लगभग अब चाहिँ आफिस पनि छुट्टी हुने बेला भयो, आफिस लाइनमा काम गर्नेहरू। त्यही भएर अलिकति भिडभाड अलिकति छ, गाडीहरू चाहिँ चलपल गरेको छ। यो बेलामा चाहिँ अलिकति सबै अफिसहरू चाहिँ
क्लोजिङको टाइम भइसकेको छ, त्यही भएर पनि तपाईँको छुट्टी हुने बेला भइसकेको छ। त्यही भएर पनि तपाईँको चाहिँ गाडीहरू धेरै जाममा पर्ने कारण अथवा ट्राफिक जाम हुने कारण चाहिँ यसै हुन्छ है। गर्नु होला, यसलाई चाहिँ ख्याल गर्नु होला। यसरी चाहिँ धोका खोल्नु गरिरहेछ। तपाईँहरूलाई कस्तो लाग्छ यो लोकल साउदीको चाहिँ लोकल गाडी चाहिँ एक्सपिरियन्स मैले लिइराखेको छु। तपाईँहरू चाहिँ ख्याल गर्नु होला, माया गरिदिनु होला, हेरेर चाहिँ उ गरिदिनु होला भनेर भन्न चाहेँ। आज फर्स्टचोटि आइराखेको छु यो गाडीमा म पनि। ल चाहिँ हाम्रो यस सेकेन्ड स्ट्यान्डमा आइसकेको छौँ। अब चाहिँ हामी अर्को स्ट्यान्डमा जानेछौँ है। यो गाडीबाट चाहिँ हामी निस्केको अहिले। योबाट चाहिँ हामी चेन्ज गर्दैछौँ है साथीहरू गाडी। L5 गाडीमा गइयो है हामी चाहिँ। ल L5 गाडी चाहिँ हाम्रो गाडीबाट जाँदो रहेछ भन्ने कुरा थाहा भयो। अब अर्को ठाउँबाट चाहिँ यहीँबाट फेरि हामी पनि लोकल गाडीमै चढ्ने भनेर रेडी भएका छौँ। फर्स्टचोटि आजको एक्सपिरियन्स साथीहरू कस्तो हुन्छ। आइसकेको छ गाडी, यो गाडीमा चाहिँ हामी जाने है। चाहिँ पेमेन्ट गर्दै जानु लेडिज हुनुहुन्छ होला, सायद लेडिजको लागि चाहिँ होला दिँदैन भिडियो गर्नुलाई। मेरो साथीले चाहिँ फोन गर्नुभएको छ। अझै पनि मैले यो चाहिँ गाडी लोकल गाडीमै चाहिँ हेरिराखेको थिएँ हामी साथीहरू। अब कहाँसम्म पुगिन्छ, यसको आफ्नो गन्तव्य हाम्रो चाहिँ बलससम्म पुग्ने हो। बलससम्म पुग्न लागि टाइम लाग्दो रहेछ। हेरौँ, हामी चाहिँ दोस्रो गाडी चेन्ज गरिसकेका छौँ। अब दोस्रो गाडी चेन्ज गरिसकेपछि पनि यहाँबाट हामीले त्यो गाडी चेन्ज गरेर पनि 10 मिनट पुगिसकेको छ। हेर्दै जानुहोस् साथी। आकाशको कति अल्गो छ, कति अल्गो भन्दा पनि कति लामो छ तल पनि रोड, माथि पनि रोड।
बाटो छिर्यो है त्यहाँ पुरानो छैन तर अरू धेरै राम्रो छ रोड पुरानो रोड एकदमै राम्रो छ एक घन्टा तपाईँको चाहिँ 1 घन्टा 15 मिनटमा आइसक्यो भन्ने कुरा चाहिँ मेरो अनुमान ट्र्याक्टर चाहिँ अहिले 1 घन्टा 15 मिनटमा उत्तरियो है साथीहरू आयो हाम्रो गन्तव्यसँग पुरा भयो अब यहाँबाट फेरि भरेसम्म घर फर्किने बेलासम्म हेर्नुहोस् हामी कहाँ कहाँ घुम्छौँ अनि त्यस पछाडि फेरि तपाईँहरूलाई चाहिँ म जानकारी गराउँदै गर्ने छु है साथीहरू अब चाहिँ फेरि पनि हामी यो गाडीबाट जान लागिरहेका छौँ साथीहरू यो गाडीबाट फेरि जाने हो हामी चाहिँ आजको एक्सपिरियन्स चाहिँ चाहिएको छ यो गाडी चाहिँ हामीतिर जाने गाडी होइन जानु चाहिँ जान्छ कुनै पनि चाहिँ जान्छ है यो गाडी पनि जान्छ